स्टकमा जबरजस्त भोल्युम आयो, अब चाहिँ बाइङ गरौँ है। धेरै साथीहरूलाई यो लाग्न सक्छ, तर त्यो कहिले पनि हुँदैन। एकैछिन यो हेर्नुहोस्, यदि तपाईँले भोल्युमलाई युज गर्नुहुन्छ, धेरै जस्तो साथीहरूले युज गर्नुहुन्छ होइन, भोल्युम हेर्नुहुन्छ, यो कुरा सही हो, भोल्युम हेर्नु पनि पर्छ। र यदि स्टकको प्राइस लगातार हाई बनाउँदै गएको छ, त्यहाँ अचानकसित अब भोल्युम पनि इन्क्रिज हुन्छ भने त्यहाँनिर चाहिँ स्टक्सको प्राइस बढ्न सक्छ। तर त्यसको ठिक उल्टो, यदि लगातार स्टक्सको प्राइस घटिरहेको छ होइन, घटिरहेको स्टक्समा यदि भोल्युम इन्क्रिज हुन्छ भने त्यो अझै ज्यादा गिर्न सक्छ है। अनि त्यसको ठिक उल्टा, तपाईँको स्टकको प्राइस त लगातार बढिरहेको छ, तर भोल्युम कम छ भने त्यो स्टक्सको प्राइस रिभर्सल हुन सक्छ। यो कुरा चाहिँ जानिराख्नुहोस् है त।